के छ खबर? एकदम ठिकै हुनुहुन्छ होला? आज हामी चाहिँ अब खाना पकाउन लाग्दैछौँ। तर खाना पकाउनुभन्दा पहिले कुखुराहरू निक्लिएका छन्। कुखुराहरू हेर्छौँ है त। आजको दिनको सुरुवात चाहिँ कुखुरा निकालेर हुन्छ। कुखुराहरू कहाँ छन्? ए छोरमा छन्। यिनीहरूलाई चाहिँ जेल जस्तो बनाएर राखिरहेको छौँ है त। जम्मै कुखुराहरू चाहिँ कहाँ छन्? खोरभित्र छन्। कोही जम्मै भागे, एउटा मात्रै छ यहाँ। हेर्नुहोस् गाइज। हेलो हेलो भन् तर भनेको गाइज। अब गाउँघरमा बसेपछि केही न केही त चल्नै पर्यो, केही न केही त गर्नै पर्यो होइन। कुखुरा निकाल्नु पर्यो। भन्दा हाम्रो घरको वृद्ध कुखुरा हो, यो चाहिँ भाले हो। लगभग ठुला कुखुरा जति मैले निकालिसकेँ। अब सानो कसरी हुन्छ देखाउँछु है त म तपाईँहरूलाई। डाइरेक्ट दिइरहेका छ। एउटा जुगाड छ कि मसँग। अघि मैले भनेको थिएँ अब मैले कुखुरा बोलाउने जुगाड लाउँछु भनेर। त्यो जुगाड चाहिँ के हो भन्दाखेरि के चाहिन्छ? चारो चाहिन्छ। सबभन्दा पहिले चाहिँ हामी चारो मुस्छौँ है त। यसरी चारो मुसिसकेपछि के गर्ने भन्दा टक्कसँगले कुखुराहरू कुदिरहेका छन्। एउटा डोको यहाँ, डोको यसरी राखेपछि उनीहरूलाई के हुन्छ भन्दा चारो खाना पाइन्छ कि भन्दा अब बोलाउने तरिका छ त्यसरी आउँदैछन्। वरिपरि छेकिसकेका छन् गाइजहरू मलाई। अब एउटा हराएको छ। ए कहाँ छ भन्दाखेरि त्यो एउटा चाहिँ कहाँ हरायो भन्दा हराएको छैन, खोरमै छ। हाम्रो चाहिँ ढोका हो उसको। कहाँ भित्र छुने गाइज? खोर पनि सफा गर्ने बेला भएको छ। आमा सिलिन्छ। बोलाउने तरिका चाहिँ केही गर्नु पर्दैन। ए यसरी खाना दिने। यो चाहिँ लोकल कुखुरा हो घरकै। हजुर उहाँहरू कहाँबाट आउने किन? अब कुखुरा निकालिसकेपछि अब चाहिँ खाना पकाउने पालो छ हो। अब हात धुनु पर्यो होइन। त्यसै कुखुरा छोको हातले त पकाउनु भएन, हातमै खाना पनि पकाउन आँट्यो। तर के गर्नु, चुलामा आगो छैन। चुलो खाली छ है, आगो बालेको छैन। अब के गर्ने भन्दाखेरि आगो बाल्नको लागि सबभन्दा पहिले के चाहिन्छ? एउटा यस्तो भाटो चाहिन्छ। र त हामीले भाटोलाई के गर्छौँ? मसिनो बनाएर यसरी चिर्छौँ। हेर्नुहोस् है गाइज, तपाईँहरूलाई पनि काम लाग्छ। यसरी मसिनो बनाउने। प्लास्टिकहरू चलायो भने के हुन्छ भन्दा वातावरणलाई प्रदूषण गर्छ। त्यस कारणले के गर्छौँ भन्दा हामी सबभन्दा पहिले चाहिँ भाटाहरूलाई चाहिँ मसिनो धुलो बनाउँछौँ। यस्तो चोइटा बनाउनुपर्छ क्या, मसिनो चोइटा बनाउनुपर्छ। अझै चोइटा बनाउनु। छिटो पकाउँछ त फेरि आएर माछा नै मलाई कराउँछ नि। चोइटा पनि पारिसक्यो होइन। अब बल्छ बल्दैन। यति चोइटा छ। अब यहाँ चुलामा पकाउनु पर्ने है त। आगो बाल्नको लागि चाहिँ मैले लाइटर पनि ठिक पारिसकेको छु। अब बल्छ बल्दैन। गाइज यो लाइटरको ग्यास सकिएको रहेछ। अब हामी यो लाइटरबाट पार्दैछौँ है त आगो। आगै बल्दैन त पानी हाल्नुपर्छ क्या। ए पानी हाल्दैन त भित्र बताउ साँच्ची। हेर्नुहोस् गाइज, फाइनल रूपमा आगो बलिसकेको छ। अब हामी खाना पकाउनेछौँ चुलामा। गाइजहरू खाना पनि पाकिसकेको छ।
गीत सुन्नको लागि एउटा रेडियो पनि छ। तर सब्जी भने थोरै छ, त्यसका लागि म फेरि बारी सब्जी लिन जाँदैछु। घरमा सब्जी नभएको कारणले गर्दा म चाहिँ बारीमा सब्जी खोज्न जाँदैछु होइन। अब म चाहिँ कतिखेर अब आइपुग्छु, बारीमा सब्जी खोज्न जाँदैछु म। अचार छ होइन, हिँड्नै पर्यो यतिको, के बेर लाग्छ। अगाडि बाटो पनि यस्तो छ, मकै बारीहरू भएर यस्तो छ। यहाँ त अम्बिसर घारी छ, हेर्नुहोस् गाई, घारी यस्तो छ। म चाहिँ सब्जी खोज्न गइरहेको छु, बाटो यस्तो छ हेर्नुहोस्। तेरिका लड्यो भने खत्नु। हेर्नुहोस् दुईपट्टिको बिचमा छु। गाइज फाइनली गाइज म घरमा आइसकेँ र बर्खे सिजनको तरकारी ल्याइसकेँ। अब यसमा 2 डाडु नुन र 15वटा खोर्सानी लाएर यसलाई पकाएर खाइन्छ भन्दै आजको भिडियो कस्तो लाग्यो कृपया सब्स्क्राइब गर्न, लाइक गर्न नभुल्नुहोला।